मैले पर्सनल एकाउन्टमा ट्रेड गर्छु र पर्फर्मसँगै ट्रेड गर्छु। पर्फर्ममा स्प्रेडको कारणले स्लिपको कारणले कतिपय ट्रेडहरू प्रिमेचरली स्टप हुन्छ। तर पर्सनल एकाउन्ट यो एक्नेस एकाउन्टको र स्प्रेड्समा अहिलेसम्म त्यस्तो मेरो कुनै पनि इस्यु आएको छैन। धेरैवटा बन्देजहरू हुन्छ, रुल्स हुन्छ, स्प्रेड्स हुन्छ, तपाईँको पेआउट पनि कति दिन लिन मिल्ने, 14 दिनमा एकचोटि निकाल्न मिल्ने, 5 दिनमा एकचोटि निकाल्न मिल्ने, अब कुनै पर्फर्ममा चाहिँ 80% गरेको हुनुपर्छ भन्ने हुन्छ होइन। त्यसैले पर्फर्म हेर्ने हो भने ओभरअलमा ठुलो क्यापिटल दिन्छ। हाम्रो एडभान्टेज त्यति मात्र हो। हामीले यदि पर्सनल एकाउन्ट चाहिँ गो गर्न सक्यौँ भने त्यो चाहिँ एकदम राम्रो हो होइन। पर्सनल एकाउन्टको लागि चाहिँ अब ब्रोकर तपाईँले चुज गर्न सक्नुपर्ने हुन्छ कस्तो खालको राम्रो हो भनेर। तर तपाईँहरूले जस्तोसुकै ब्रोकर सेलेक्ट गरे पनि प्रायः चाहिँ र स्प्रेड्सवाला एकाउन्ट टाइपको चाहिँ एकाउन्ट खोल्नु। मैले डिस्क्रिप्सनमा प्रत्येक भिडियो मैले राख्ने गरेको छु होइन, मैले युज गर्ने ब्रोकरहरू। र बेस्ट चाहिँ मलाई एक्सनेस लाग्छ किनकि उनीहरू लगभग एउटै छन्। अब अरू पनि छ होला, तर अरूमा के हुन्छ भने विथड्र र डिपोजिटमा धेरै प्रब्लम आउँछ। तर एक्नेसमा चाहिँ मैले धेरैचोटि गर्दै आएको छु, त्यसमा स्किल्स पनि छ, क्रिप्टोहरू पनि छ। त्यही भएर एक्नेस एकदम बेस्ट एकाउन्ट खोल्नको लागि चाहिँ त्यहाँको र स्प्रेड्स भन्ने। र यति भनिसकेपछि तपाईँहरूले पर्फर्म र पर्सनलको चाहिँ डिफ्रेन्सेस तपाईँहरूले थाहा पाउनु भयो होला।